के तपाईँलाई थाहा छ अब WhatsAppमा अरूलाई कन्ट्याक्ट लिस्टमा ल्याउनको लागि तपाईँको नम्बर सेयर गरिरहनु पर्दैन। अहिले WhatsAppले गजबको अपडेट ल्याएको छ र यस अपडेटमा चाहिँ तपाईँले आफ्नो युजर नेम मार्फत चाहिँ तपाईँले WhatsAppमा नचिनेको मान्छेहरूसँग च्याट गर्न सक्नुहुनेछ। यो कसरी गर्ने र WhatsAppको युजर नेम रिजर्भ कसरी गर्ने यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यस्तै खालका भिडियोहरू मैले तपाईँहरूमा ल्याइरहेको हुनेछ। यदि मन परेमा अविरल टिचिङ च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। यस्तै खालका इन्फर्मेसन भिडियोहरू मैले तपाईँहरूमा ल्याइरहेको हुनेछ। अब अन्तिमसम्म पुरा भिडियो हेर्नु होला र तपाईँहरूले पनि आफ्नो WhatsAppको युजर नेम चेन्ज गर्न सक्नुहुनेछ र यसको युजर नेम रिजर्भ गर्न सक्नुहुनेछ। अरूलाई नम्बर सेयर गरिरहनु पर्दैन। तपाईँले यसमा युजर नेम मार्फत तपाईँले डाइरेक्ट कन्ट्याक्ट लिस्टमा ल्याएर च्याट गर्न सक्नुहुनेछ। जस्ट WhatsAppलाई ओपन गरिसकेपछि यहाँ तल आफ्नो प्रोफाइलमा जानु होला। जस्ट प्रोफाइलमा गइसकेपछि यहाँ तल एकाउन्ट भन्ने अप्सन छ। जस्ट एकाउन्टमा क्लिक गर्नु होला। यसरी एकाउन्टमा क्लिक गरिसकेपछि यहाँ तल युजर नेम भनेर देखाएको छ। जस्ट यो युजर नेममा क्लिक गर्नु होला। यसरी युजर नेम गरिसकेपछि यहाँ देखाएको छ क्रिएट युजर नेम र युज इन्स्टाग्राम युजर नेम, युज फेसबुक युजर नेम। अब तपाईँलाई आफूले मनपर्ने र आफूले चाहेको अथवा टिकटक, फेसबुक, इन्स्टाग्राम यो सबैमा एउटै युजर नेम राख्न चाहनुहुन्छ भने चाहिँ तपाईँले एउटै युजर नेम राख्नु होला र फरक तरिकाको राख्न चाहनुहुन्छ भने आफूले थोरै डिफ्रेन्ट तरिकाले राख्नु होला र जस्ट यहाँ क्रिएट युजर नेममा जानु होला। जस्तै यहाँ क्रिएट युजर नेममा गइसकेपछि जस्तै म यहाँ लेख्छु अविरल टिचिङ भनेर। जस्तै यसरी मैले यहाँ अविरल टिचिङ भनेर लेखेर यसरी अविरल टिचिङमा चाहिँ तपाईँले यो एभाइलेबल छ यो युजर नेम भनेको छ तल। तपाईँको यसरी चाहिँ ग्रिन आउनुपर्ने हुन्छ र यसरी ट्रिक लाग्नुपर्ने हुन्छ। अथवा यसरी लागेको छैन भने तपाईँको त्यो नामको युजर नेम अरूले कसैले बनाइसकेको छ र अरू कसैले चलाइरहेको छ। यसरी क्लिक गरिसकेपछि तपाईँले अब जसलाई यसलाई सेभ गरिदिनु होला। यसरी सेभ गरिसकेपछि तपाईँको यो डन भएको छ र तपाईँको युर रिजर्भ अविरल टिचिङ भनेको छ। जस्ट यसरी चाहिँ डन गरिदिनु। यसरी चाहिँ तपाईँले आफ्नो अब तपाईँको कसैलाई च्याट गर्नु पऱ्यो भने चाहिँ नम्बर सेयर गरिरहनु पर्दैन। यसरी तपाईँले अब यो युजर नेम मार्फत चाहिँ तपाईँले सिधै कन्ट्याक्ट लिस्टमा ल्याएर चाहिँ च्याट गर्न सक्नुहुनेछ। साथीहरू कस्तो लाग्यो यस भिडियो? यदि राम्रो लागेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।